उज्यालो छ गाइजहरू। अनि हाम्रो अब यहाँ चाहिँ यस्तो छ, हाम्रो बाबाले चाहिँ यहाँ बुङ्गुरलाई खाना दिन लाउनु भइरह गाइजहरू। बाबाहरूले के दिन लाउनु भएको अरे? के दिन लाउनु भयो बुङ्गुरलाई? के दिन लाउनु भएको? यो दाना। ओहो, लोकल बुङ्गुरहरू है यो गाइजहरू। अब बाबाले चाहिँ यस्तो दामी तरिकाले बनाउनुहुन्छ यो खानेकुराहरू। एकदम सफा तरिकाले है। फेरि यति पनि फोहोर पस्न भएन यो बुङ्गुरको दानामा। यो दुईटा यहाँ एउटै खानको आत्तेर। आमामामा कस्तो राम्रो हरियाली छ। हजुरले चाहिँ के टिप्नु भएको दिदी? न्युरो साग टिपेको। ए कस्तो हुन्छ देखाउनु त हेरौँ। लोकल टिप्न लाग्छ कि तिमीलाई मन पर्छ पर्दैन न्युरो? मलाई त मन पर्छ। थाहा हजुरलाई एकचोटि अस्ति हजुर लिएर जानुभएको थियो नि न्युरो। त्यति बेला अब यत्रो सिङ्खा हुन्छ नि डाँठो के त्यो त दिदी अड्केको रहेछ। यहाँ अड्केको रहेछ रातभरि गाह्रो भएको। अनि त्यो बमिट मैले घरिघरि ब्रस गर्दा यस्तो बमिट गर्छु नि, त्यति बेला यत्रो सिङ्खा निस्केको घाँटीबाट। त्यही भएर यसले पो रहेछ दुखाएको भनेर बल्ल। यहाँको लोकल न्युरो टिप्दै छ दिदीले। अर्ग्यानिक सबै अर्ग्यानिक छ यहाँ। छ यहाँ बुङ्गुरदेखि मान्छे अर्ग्यानिक हो भनौँ। यस्तो धानहरू पनि सबै हरियो भएर। मैले मात्रै हो जङ्क फुडहरू खानु धेरै। घरकाले त अर्ग्यानिकै खान्छ। बाबा झन् अर्ग्यानिकै भयो। फ्रिजको धरी खानुहुन्न। अनि त्यहाँदेखि चाहिँ त्यो भैँसी आउँदै हौ। यतातिर चाहिँ अलिक छुट्टै रमाइलो हो। उता गाउँभन्दा सुनसान रमाइलो हो। आज चाहिँ दिदीसँग आएको। ए अहिले दिदी लिची फुले होइन कि त हामीले अस्ति गरेको थियो नि ज्याप। होइन कि मतलब कि अहिले फलेन होला नि। त्यति बेला नि हामी आउँछौँ अनि हजुरलाई भ्लग देखाउँछौँ ल। आएको त धान काटेदेखि हो। अस्ति नै के त एकचोटि हरिबाबु म अनि दाई बाबा धान काट्यो हो। त्यहाँदेखि नआएन म। के गर्नु जिन्दगीको गोरेटोमा बुढा नभएपछि साह्रै जाउँ। मलाई अब के भन्ने हो र। अब हाम्रो गाउँमा त एकचोटि मात्रै लाग्छ। यहाँ पटक लाग्दाखेरि धेरै काम के झ्याउ लाग्ने कि सुन्दाखेरि पनि कि धान रोप्ने भनेपछि त मलाई झ्याउ लागिहाल्छ। किनकि हिलोमा गर्नु परेर के गर्नु वर्षै खानै पर्छ। फेरि यसकै लागि त हामीले दुःख गर्नु पर्यो। हामीले कति आमामामा म त सोच्दा छक्क पर्छु। त्यही भएर मैले बाबालाई धान कहिले लाउने बाबा भनेर सोध्छु नि झ्याउ लाएर। यिनीहरूले यो थारूहरूको त कति धेरै भयो नि धानहरू त घरमा त। अनि के गर्ने यो ठाउँमा नबस्ने। अनि यो चाहिँ लोकल आँप हो। अनि यहाँ चाहिँ माछाहरू, यो माछा पोखरी हो। त्यो यत्रो ठुलो हो। उतातिर पनि छ त्यो आँपहरू। अनि म यहाँ छु। दिदी फेरि न्युरो टिप्दै हुनुहुन्छ।